हेलो गाइज वेलकम टु माई युट्युब च्यानल होइन झापा लगाएर आज चाहिँ म तपाईँहरूलाई चाहिँ होइन यहाँको लोकल सुँगुर देखाउँदैछु है झापाको होइन घर गाउँतिर पाल्ने सुँगुर है। यहाँ चाहिँ बाख्रा पनि रहेछ होइन, गाई पनि रहेछ, गाईको बच्चा पनि रहेछ है, पानी खाइरहेछ। म चाहिँ जाँदैछु अब सुँगुर खोरतिर होइन, फुलहरू पनि फुलिरहेको रहेछ है। ऊ पर छ है सुँगुरको खोर चाहिँ, सानो खोर छ सुँगुरको यहाँ चाहिँ होइन। सुँगुर चाहिँ अब कालो छ है, लोकल सुँगुर हो यो चाहिँ होइन। यो चाहिँ प्योर लोकल सुँगुर हो। लोकल सुँगुरको चाहिँ थुतुनो सानो हुन्छ होइन, अरूको चाहिँ हाइब्रिडहरूको चाहिँ लामो हुन्छ, यिनीहरू चाहिँ सानो हुन्छ। पुरा गुङ्गु गर्दै हेरिरहेको छ मलाई पनि है, यसले को आयो भनेर हेरिरहेको होला होइन। यसलाई चाहिँ अब घाँस दिनु पर्यो थोरै है, खाँदैछ है। सानो तेन्द्रा दिएको खाइहाल्यो। अब यसलाई चाहिँ म केराको पात दिनु पर्यो होइन थोरै। सुँगुरले चाहिँ केराको पात मजाले खान्छ है। दिउँसोको टाइममा चाहिँ केराको पातहरू दियो हुन्छ सुँगुरलाई, खानाहरू उनीहरूको जुन चारो हुन्छ नि त्यो चाहिँ मजाले रुचाउँछ। बेला बखत तिनीहरूलाई चाहिँ दिने गर्नु पनि पर्छ है। दिउँसोको टाइममा चाहिँ वर्षक एकचोटि चाहिँ घाँसहरू काटेर चाहिँ हाल्दाखेरि चाहिँ सुँगुरलाई चाहिँ निकै राम्रो हुने गर्दछ होइन। मजाले खायो अहिले केराको पात है। उतार्कोपट्टि भएको चाहिँ हाइब्रिड हो होइन, यतापट्टि भएको चाहिँ लोकल। एउटा लोकल हो, एउटा चाहिँ हाइब्रिड हो। त्यसको चाहिँ थुतुन अलिक लामो छ होइन, त्यसले पनि खाँदैछ घाँस। मलाई पनि केराको पत्ता दही भन्दैछ त्यसले पनि होइन, त्यसलाई पनि दिनु पर्यो, खाँदैछ मजाले खान्छ केराको पात चाहिँ सुँगुरले चाहिँ। दुइटै सुँगुरले चाहिँ मजाले खाइरहेछ है केराको पात है त।